शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु लोसार कप 2026 यही माघ 24 गतेदेखि सुरु हुने भएको छ। महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मञ्च सोलुखुम्बुले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लोसार कपको 15औं संस्करण माघ 24 गतेदेखि फागुन 3 गतेसम्म सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा आयोजना हुने जनाएको छ। प्रतियोगितामा कुल 8 टिम सहभागी हुनेछन्, जसमा महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मञ्च फराक, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ क्लब, खुन्दे युनिटी क्लब, थमिछुवा फुटबल क्लब, अमा दब्लाम युथ ग्रुप र जुबिङ शेर्पा किब्दुक सहभागी रहने महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मञ्च सोलुखुम्बुका महासचिव पेम्बा छिरी शेर्पाले जानकारी दिनुभयो। उक्त प्रतियोगितामा प्रथम पुरस्कार 1,50,000 रुपियाँ नगद राखिएको छ। वार्षिक रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले खुम्बु पासाङ लाबु गाउँपालिकाभित्रका समुदायलाई फुटबल मार्फत एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ। शेर्पा शेर्पा लोसारको पर्वको अवसरमा आयोजना हुँदै आएको खुम्बु लोसार कप युवा पुस्ता मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवको रूपमा विकसित हुँदै आएको छ। सन् 2009 देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता सानो गौचरण मैदानमा हुँदै आएको थियो, तर विभिन्न कारणले गर्दा 2025 मा प्रतियोगिता आयोजना गर्न सकिएन। त्यसैले यसपछि 2026 मा खुम्बु लोसार कप एन्फा मैदानमा आयोजना गर्ने हामीले निर्णय गरेका छौँ। प्रतियोगितामा जम्मा 8 टिमहरूको सहभागिता हुनेछ, जसमा चाहिँ महेन्द्र ज्योति भू विद्यार्थी मञ्च, एक्सिस्टेन्ट फोरम, नाम्चे युथ ग्रुप भयो, त्यसै गरी खुम्जुङ युथ क्लब भयो, खुन्दे कम्युनिटी क्लब भयो, थमिछुवा फुटबल क्लब भयो, त्यसै गरी आमा दब्लम युथ ग्रुप भयो र खुम्बु यम्बु शेर्पा समाज र गाउँपालिकाका वरिष्ठ खेलाडीहरू समितिको खुम्बु भेटरेन भन्ने एउटा टिम छ, गरेर चाहिँ जम्मा 8 टिमहरूको चाहिँ यसमा चाहिँ पार्टिसिपेसन हुनेछ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।